ओके वेदिका तपाईँले हेर्नुभयो फिल्म? हजुर मैले हेरेँ। कस्तो लाग्यो फिल्मको बारेमा? मलाई एकदमै धेरै राम्रो तपाईँले खास भन्नुभयो समाजको विकृतिलाई अगाडि ल्याउनुहुन्छ। यो चाहिँ कस्तो विकृति हो र चाहिँ यो भयो कस्तो लाग्यो? राम्रो लाग्यो मेरो अहिले आएको समय सान्दर्भिक तपाईँले उठाएकै विषयवस्तु हुने पनि उस्ता उस्तै लगभग उस्ता उस्तै नै हो लैला बन्छी भन्ने यस्तो र अलिकति शब्दै त भन्दैन तापनि यस्तो थियो अनि मोनी लाग्दैन झाँक्री कुराको यस्तो सान्दर्भिक राम्रो लाग्यो उहाँको केमिस्ट्री मन पर्यो सबै राम्रो राम्रो लाग्यो मलाई यो आमाले छोरीलाई ल्याएर पूरा पब्लिक त पागलै जस्तो भइरहेको होइन सबै सो नाइस पूरा पब्लिक त एकदम पागलै जस्तो फिल्मको बारेमा मैले के भन्नु पर्यो र होइन सबभन्दा दर्शकहरू सबैलाई के धन्यवाद दिन्छु जोसँग कुरा गर्दाखेरि एउटै कुरा भनिदिनुहुन्छ ब्युटी यो पिक्चर हामीलाई कस्तो होला के होला भन्ने सुरुमा लागेको थियो तर जब अलिकति सुटिङ हुँदै गयो हामी पनि गएको त्यसपछि जब अलिकति कम्पिटिसनतिर गयो एडिटिङतिर गयो डबिङतिर गयो कलर करेक्सनतिर गयो हामी यति स्वस्थ भयौँ कि यस्तो राम्रो डाइरेक्सन भयो आर्टिस्टहरूले भनौँ न हाम्रो अरुण छेत्री शिवराम काशी मुनिबा सुब्बाजी जतिले यसमा एक्टिङ गर्नुभएको छ सुपर हामीले त अब हामी त इन्डियन पिक्चर हेरेर हुर्किएको मान्छे तर कुनै पनि इन्डियन सिनेमाका कुनै पनि आर्टिस्टभन्दा यो सिनेमामा एक्टिङ गर्ने यो एउटा नेचुरल एक्टिङको एउटा हकदार भएका छन् हाम्रो आर्टिस्टहरू म त भन्छु यसरी नै यो सधैँ कन्टिन्यू रहोस् यो गौँथली मात्र होइन उहाँहरूको अरू आउने पिक्चर पनि अरू राम्रो हुन्छ यो पिक्चरमा एउटा कथा भन्दा गाउँघरको व्यथापट्टि लिएर सबैलाई मन छुन्छ सबैका आँखा बसाएपछि मैले त अहिले 50 पढेर हेरेर गरेको पिक्चर हो होइन त्यति हुँदा पनि मैले पनि खान्न सकिनँ किनभनेदेखि यो यस्तो दुख्छ मुटुभित्र जब आर्टिस्टहरूले चाहिँ आफ्नो व्यथा पोख्ने पर्छ नि कसैले पनि रोक्नै सक्दैन त्यसकारण यस्तो दुईवटा उद्देश्य हो एउटा जनचेतना फैलाउने अनि यो पिक्चरले गर्दा अलिकति पनि हाम्रो चाहिँ बाल विवाहको प्रथालाई रोकेर छोरीलाई शिक्षा दिन सक्यौँ भनेदेखि त्योभन्दा ठुलो उपलब्धि त्यसकारण म भन्छु म त एउटा चिकित्सक मलाई त भनौँ 53 वर्ष काम गरेको भयो
मेचीदेखि महाकालीका सबैले मन पराउनुहुन्छ त्यसरी नै यो सिनेमालाई पनि मन पराइदिनुहोस्। साउन 1 गतेदेखि सुरु हुँदैछ, सबैले हेरिदिनुहोस्। म त यहाँ ओके, यो त कथा मात्र थियो, फिल्ममै हेर्नुभयो। मलाई लाग्छ आमाले यस्तो देख्नु पनि भएको छ होला या के भोग्नु भएको छ, मतलब यो कथाभित्रको पनि। मेरो 12 वर्षमा बिहा भएको हो। अब केटाकेटी बिहा भएको भएर एउटा कुरो चाहिँ यसमा के छ भनेदेखि मेन इम्पोर्टेन्ट यहाँ बुझ्नुपर्ने कुरो चाहिँ मलाई पनि बिहा पढाउँछु भनेर बिहा गरेँ हो, तर मैले पढ्न पाइनँ। यस्तो विद्रोह गर्नु भएन। अनि अब त्यो बेलामा अब बिग्र गर्ने आँट पनि थिएन होला, अझ ज्ञान पनि थिएन होला। त्यसले गर्दाखेरि बिग्र त मैले गर्नु सकिनँ र डाक्टर साहबलाई पनि मैले त्यो बिग्र गरेर देखाएको भए आज डाक्टर साहब बन्नु हुने थिएन होइन। त्यसले गर्दाखेरि उहाँलाई चाहिँ अगाडि मैले आफूले नगरे पनि उहाँले अगाडि बढ्नुहोस् भनेर उहाँलाई गराएँ र मेरा छोराहरू 3टा छोरा छन्। 3टै छोराहरूले डाक्टरी लाइन इन्जिनियर लाइन नै गरेर मैले पढाएँ। त्यसले गर्दा त्यही चाहिँ मलाई सन्तोष म आफू पढेको दिएको छ। र यो फिल्ममा हिरोइनी सबभन्दा बेस्ट मन परेको म पनि बच्चा उहाँ जत्रो झन्डै साथै अनि मलाई त त्यो यस्तो राम्रो रोल खेलेको छ। अनि केटाको पनि त्यस्तै रोल। हाम्रो पनि त्यो समाजमा के छ भने डाक्टर साहबलाई इच्छा भए पनि डाक्टर साहबले भन्न सक्नुहुन्न थियो आमा बुवालाई कि म यो चाहन्छु मेरो छोरीलाई भनेर होइन। तर उहाँले गरेको रोल, आमा सासूले गरेको रोल, आफ्नो आमाले गरेको रोल त्यो एकदम रियल, कतै कहीँ त्रुटि छैन। र मलाई साह्रै नै मन छोयो। म त्यो सबै थाहा छ, कथा सबै थाहा छ होइन। अलिअलि टुक्रा पनि यिनीहरूको हेरेको पनि थिएँ र पनि मेरो आँखा रसायो। ओके, उहाँले वचन दिनुभएको रहेछ बिहे गर्नु अगाडि, कुनै दिन पश्चाताप लागेन वचन दिएको चाहिँ म पढाउनुमा? 15 वर्षको उहाँले सरला वचन 12 दिएको होइन, वर्षको। उहाँले वचन दिएको होइन। परिवारले? उहाँको फ्यामिलीले मैले त बिहेमा हेरेको पनि थिएन। उहाँको फ्यामिलीले हामीले सानै छ म पढाउनुपर्छ म छोरी बिहा गर्दिनँ भन्नुभएको थियो मेरो प्यारेन्ट्सले। हामी किन पढाउनु दिन सक्दैनौँ हामी भनेर उहाँहरूले त्यसरी बिहा गर्नुभएको कर गरेर। तर केही छैन, अहिले मलाई राम्रो छ, ठिक छ। तर के भने यो कथा पनि एउटा बन्यो नि त संसारले पनि राम्रो। अहिले छोराले पनि अब बाउको बाहिर गएर लन्डनमा बसेर काम गरिरहेको उसलाई कसरी मन लाग्यो फेरि यसमा है आएर अहिले यसैलाई चाहिँ कन्टिन्यू गर्यो। पहिले डाक्टर साहबले चाहिँ 25 वर्ष भयो मैले छोडेको। यो कवितामा बनाएको थियो सबै यो गौथलीको। म चाहन्छु सिमरन जस्तै सबै त्यही बाल विवाह भएकाहरू करेजियस हुन् र पढुन् र सिमरन जस्तै उसका हस्बेन्ड अरू जस्तैले त्यति इन्करेज गर्नको लागि त्यति सपोर्टिभ हस्बेन्ड पाउन् र त्यति यो दुईटा मिल्यो भनेदेखि यो बाल विवाहको प्रथा चाहिँ निर्मूल हुन्छ। ओके, थ्याङ्क यू सर। थोरै साउन्डको लागि यता बस्नुहुन्छ कि तपाईँलाई अब आइसक्नु सक्छ थोरै बिचमा। ओके, धेरैको प्रतिक्रिया पाउनु भएको छ आज राम्रो भनेर, तर आफूले पढ्दा हेर्दै गर्दा कलाकारलाई हुन्छ नि अझै सच्याउन बाँकी थियो, अझै सच्याउनु पर्ने भन्ने कुरा छ है आफूलाई चाहिँ। एज एन एक्टर त त्यो जहिले पनि हुन्छ होइन। अनि एज एन एक्टर हिजो गरेको काम आज हेर्दाखेरि पनि त्यस्तो लाग्छ। अनि त्यो त जहिले पनि हुन्छ, त्यो भएको चाहिँ राम्रो लाग्छ होइन। अझै बेस्ट दिन सकिन्थ्यो भने। तर कति कुराहरू यो फिल्म डाइरेक्सनमा चाहिँ डिरेक्टरको हात हुन्छ कि। अनि तर उहाँहरूको इमोसन अनुसार हामी गर्नुपर्ने हुन्छ। वेलकम सिनेमाको बारेमा भनिदिनुहोस् न त, हेरेसँगै राखेर त्यो उत्सुक गर्छ। I am very, very proud of both of them. Arun, मेरो first ever, मेरो पहाड debut film थियो, मेरो first ever hero Arun था, and उसको जुन caliber छ, एकदमै high छ, अनि कुनै यो जुन भार भएको छ नि, he's not a fat guy, and उसको त कुरै पोस्टरबाट थाहा हुन्छ होइन, no worries, एकदमै राम्रो, very, very happy for you. एकदमै
राम्रो इमेज छ र मुभीमा चाहिँ उहाँले सबैजनाले एकदमै राम्रो अभिनय गर्नुभएको छ र उहाँले एकदमै राम्रो अभिनय गर्नुभएको छ। अब अरूलाई मैले अरू फिल्महरूमा अरू क्यारेक्टर अरू गरेको अर्कै अभिनय गरेको देखेको थिएँ। यसमा जुन तरिकाको उसले अभिनय आएको छ त्यो अभिनयले साँच्चै नै त्यो मतलब यो अरू नै हो जस्तो चाहिँ लाग्छ। एकदमै राम्रो काम गर्नु उहाँले एकदमै राम्रो काम गर्नुभएको छ। सबै आर्टिस्ट सबैजना होल टिम सबैजनाले एकदमै राम्रो काम गर्नुभएको छ। बेस्ट अफ लक बहुत टिमलाई है अनि कङ्ग्रेचुलेसन टु बोथ अफ यु है। ओके अरुण सर सबैलाई भन्दा त थिएटरमा यता सिकिन्छ के गरिन्छ तर अटिजम जस्तो कुरा नि कतिको फरक हुनसक्छ त्यसको बारेमा चाहिँ कतिको रिसर्च गर्नुभएको थियो हुन त थिएटरमा पुगिसकेको छ तपाईँको कस्तो हुन्छ भनेर होइन यदि फिल्ममा त्यो कति गाह्रो भएको थियो कति टाइम लगाउनु भएको थियो सुटिङको अवधिमा कस्तो गाह्रो भएको थियो एकदमै सेन्सिटिभ अनि च्यालेन्जिङ अनि मसँग चाहिँ छोटो समय पनि थियो साइडबाट सक्दो मैले रिसर्च गरेँ र यो पात्रलाई चाहिँ जसरी फिजिकली लानुपर्ने त्यो चाहिँ एकदम गाह्रो भयो स्टार्टिङमा तर म गइसकेपछि मैले एकदमै धेरै अहिलेसम्म इन्जोय गरेको पात्र पनि भइसक्यो अनि किनभने होला अब सिजन अनुसार चाहिँ अब कति प्रब्लम्सहरू होला तर मैले एकदमै इन्जोय गरेर चाहिँ यहाँलाई चाहिँ त्यो पात्र कतिको अप्ठ्यारो लागेको सुटिङको टाइममा कतिको गाह्रो भएको थियो धेरै मिस गर्नु देखेँ हामी सुटिङको टाइममा मेरो लागि च्यालेन्जिङ नै थियो किनकि उसको इमोसनल ग्राफ एकदमै धेरै थियो। सो म एज अ पर्सन र गाउँछाले अलिकति डिफ्रेन्ट थियो। म एकदमै धेरै शान्त बस्न नसक्ने सिचुएसन थियो। सो च्यालेन्जिङ चाहिँ थियो तर त्यसमा धेरै रमाइलो भयो धेरै मजा आयो धेरै कुराहरू पनि पाएँ मैले। तपाईँलाई नि त्यो क्वेसन कति लाग्यो पर्दामा अब भएको भए अझै निखारेर आउँथेँ भने लाग्यो मलाई त एभ्री सर्टमा यहाँ यहाँनिर यो मिलाइदिन यस्तो गर्नुपर्ने भने सबैमा भइरहेको छ मलाई प्रतिक्रिया राम्रो पाउनु भएको छ होइन फिल्म आउनै बाँकी छ आफूले चाहिँ कस्तो खाले कन्फिडेन्ट ल्याउनु भएको छ प्रतिक्रिया त राम्रो पाउनु भएको छ होइन हजुरबाट चाहिँ अलिकति नि 5% जति भयो अब सामनेको अडियन्सहरूले हेरेर के भन्नुहुन्छ त्यसमा चाहिँ हामी अब आशा गरेको ओके नायक र नायिकासँगै शुभकामना दिन आउनु भएको छ गौथलीको बारेमा यति राम्रो बनाइदिनु भयो हजुर हो हामीहरूलाई गौथलीको बारेमा एकदमै राम्रो छ। म सुरुदेखि नै उनीसँग धेरै एकदमै एट्याचमेन्ट एकदमै मनलाई अभिनयहरू साँच्चीकै रियल हो कि त्यो म पनि छुट्याउनु सक्दिनँ है। उहाँको धेरै राम्रो धेरै राम्रो सबैजनालाई के भन्न चाहन्छु हेर्नुपर्छ समाज र भएको घटनाहरूलाई पनि हामी समालोचना धेरै राम्रो छ एकदमै धेरै राम्रो छ। बर्खा मास छ धेरै फिल्म राम्रो आउँदा पनि कहीँ बेला फिल्म चल्दैन तर त्यसको ट्याग चाहिँ कलाकारले गर्नुपर्छ कि होइन होला कलाकार कतिको प्रेसर फिल भइरहेछ आजबाट गर्नुपर्यो प्रेसर यस्तो छ अब हाम्रो धेरैजनाको भनेको साउन महिना राम्रो हुँदैन रिलिज भन्नुभएको थियो। म चाहिँ के भन्न चाहन्छु सङ्क्रान्ति भनेको जस्तो स्पेसली छोरी मान्छेहरूको लागि स्पेसल महिना हो होइन व्रत बसिन्छ हरियो चुरा लगाइन्छ होइन अनि तपाईँको सिजनको पनि नयाँ सुरुवात जस्तो मलाई लाग्छ र हरियाली सिजनमा हरियाली गौथली चाहिँ हाम्रो सुरु जस्तो पनि लाग्यो र यो समयमा हजुरको रियल गौथली चलेर पनि फर्किने समय हो क्या होइन अनि यो समयमा चाहिँ अडियन्सहरूले एकदम कनेक्ट गर्नुहुन्छ जस्तो मलाई लाग्छ र अब प्रेसरको कुरा भन्ने हो भने चाहिँ हामी अलिकति भए पनि हल्का भयो आज चाहिँ होइन कति कुराहरू अब साउन 1 गतिदेखि 10मा छोडिदिन्छौँ त्यसपछि थाहा हुन्छ सिमरनजीलाई त्यो प्रेसर त हुन्छ होला पक्कै पनि सिङ्गल नायिका भएर आउनु भएको छ अझ भनौँ न होइन नायिकाको एउटा ट्यागेट हेरेर कति
हजुर प्रेसर त अभियसली भएको थियो किनभने म्युजिक मेरो लाइफमा फर्स्ट टाइम भएको हो सबै कुराहरू मैले फर्स्ट टाइम एक्सपिरियन्स गरिरहेको थिएँ होइन कहिलेदेखि नै निन्दा नलाग्ने राति के होला भन्ने सिस्टम मलाई भइरहेको थियो त्यो अडियन्स सो अब आज सबैजना अडियन्स एकदमै राम्रो छ राम्रो रहेछ भनेर सबैजनाले नै भन्नुभयो सो अलिकति प्रेसर चाहिँ थोरै कम भएको छ त्यही पनि अब साउन्ड इफेक्टको अडियन्सहरूले के भन्नुहुन्छ ओके तपाईँहरूको पनि एकदमै राम्रो देखिया छ होइन रिलमा जस्तै रियलमा पनि होस् शुभकामना साँच्चीकै उहाँको जति कम्ती एकदमै रियल ओके वेबसिरीको बारेमा भनिदिनुहोस् न सिनेमा चाहिँ के भन्नु मेरो बारेमा है स्टारहरू अगाडि सो एकदमै मन पऱ्यो सिनेमा एकदमै मन छोड्यो अनि म चाहिँ एकदम कुदिरहेको थिएँ यो सिनेमालाई चाहिँ गरिदिन्छु लागि अनि मलाई एकदम तरङ्गित बनाएको छ के भन्नुहुन्छ नायकसँगै बसेर मैले अहिले धेरै भन्न सक्ने त्यो स्टेजमा छैन मलाई सिनेमा हेरिसकेपछि एकदमै बोल्न आउँदैन तर मैले एकदमै खुसी गरेको छु अनि मैले यति धेरै प्राउड फिल गरेको छु अरूलाई लिएर त झन् मैले यति धेरै प्राउड फिल गर्छु अलरेडी थाहा थियो अरूमा चाहिँ मलाई एकदम फेक चाहिँ अलरेडी छ तर योपालि चाहिँ मैले यसरी क्लास पाएर काम गर्न पाएकोमा अनि मैले आफूले यस्तो प्रुभ गर्न पाएँ त्यसको लागि चाहिँ म एकदम खुसी छु एभ्री अवार्ड जति पनि हुन्छ जति पनि तारिफहरू छ अनि गर्दा उसको सिनेमा हेर्दै गर्दाखेरि जति पनि सिनहरू गरेर त्यस्तो डिप सिनहरू थियो मैले सोच्छु ट्रोमाटाइज जस्तो पनि बनाएको लाउला त्यस्तो टाइपको ओके बच्चाहरूको भनाइ सुन्यो ल बच्चाहरूको भनाइ सुनौँ न सबैले ओके गौथलीको बारेमा भनौँ त ल कस्तो कस्तो प्रतिक्रिया आउँछ बच्चाहरूको It was really good. The movie was fabulous. It was very emotional also. And it was heart touching. It was really good. Also, यो movie चाहिँ एकदम हार्ट टचिङ थियो हामी तिनैजना चाहिँ कतिचोटि रोको पनि थियो यो स्टोरी चाहिँ एकदम राम्रो थियो अनि such a good job both of you and यो स्टोरीको मोरल पनि कस्तो राम्रो छ how education is important for girls also and how that we should have rights भनेर एकदम राम्रो छ and I did cry and congratulations ओके स्कुलको फ्रेन्ड हो क्या सबैजना हो लभिङ आर्टिस्ट And best wishes to the entire team and congratulations. best of luck to the entire team and congratulations Thank you. यस्तै हेर्नु पर्नुपर्छ ल उहाँको पहिला फिल्म हेर्नु भएको थियो अरू फिल्म This is the first time अनि उहाँले चाहिँ एकदम राम्रो काम गरिसकेको छ कङ्ग्रेचुलेसन्स भन्न चाहन्छु ओके फिल्मको पर्दामा राम्रो लाग्यो कि बाहिर राम्रो लाग्यो हेर्नु त दुवैमा राम्रो दुवैमा ह्यान्डसम हुन्छ हेन्सम हुनुहुन्छ तपाईँहरू भन्दा नि yeah ओके thank you Nice.